राजनीति भन्ने बित्तिकै हामी धेरै जसोले नेताहरू सत्ता विरोध र चुनाव सम्झिन्छौं। नेपाल एक युवा राष्ट्र हो। नेपालको कुल जनसंख्याको 40% हिस्सा युवाहरूले ओगटेका छन्। युवाहरूमा ऊर्जा छ, उत्साह छ, नयाँ सोच छ, परिवर्तन ल्याउने साहस छ, देशको दुर्दशा देखेर चुप बस्न नसक्ने आँट छ। त्यसैले यदि देशलाई समयसँगै आधुनिकीकरण गर्ने हो भने युवाहरू राजनीतिक क्षेत्रमा प्रवेश गर्नै पर्छ। नमस्कार, मेरो नाम अञ्जना धिताल हो। आज म राजनीतिमा युवा भन्ने विषयवस्तुमा आफ्ना केही धारणा र विचार राख्न गइरहेकी छु। राजनीति भन्ने बित्तिकै हामी धेरै जसोले नेताहरू सत्ता विरोध र चुनाव सम्झिन्छौं। तर साँचो अर्थमा भन्नुपर्दा राजनीति भनेको समाज परिवर्तन गर्ने, नागरिकको आवाज उठाउने, राष्ट्र निर्माणको प्रक्रिया हो। नेपाल एक युवा राष्ट्र हो। नेपालको कुल जनसंख्याको 40% हिस्सा युवाहरूले ओगटेका छन्। तर विडम्बनाको कुरा के छ भने यिनै युवाहरू राजनीति र निर्णय प्रक्रियाबाट टाढा छन्, या त तिनीहरूलाई जान टाढा राखिएको छ। युवाहरूमा ऊर्जा छ, उत्साह छ, नयाँ सोच छ, परिवर्तन ल्याउने साहस छ, देशको दुर्दशा देखेर चुप बस्न नसक्ने आँट छ। त्यसैले यदि देशलाई समयसँगै आधुनिकीकरण गर्ने हो भने युवाहरू राजनीतिक क्षेत्रमा प्रवेश गर्नै पर्छ। तर अहिले नेपालको अवस्था हेर्ने हो भने युवाहरू नजाने गाउँको बाटै नसोध्नु भन्दै राजनीतिक क्षेत्रबाट टाढा गइरहेको देखिन्छ। त्यसको कारण हो राजनीति प्रति नकारात्मक छविको, पार्टीहरूको स्वार्थी प्रयोग, अवसरको कमी, भ्रष्टाचारको प्रभाव। अन्ततः म युवाहरूलाई के आह्वान गर्न चाहन्छु भने हामी राजनीतिक क्षेत्रमा प्रवेश नगरौँला, तर राजनीतिले हाम्रो हरेक मोडमा प्रवेश गर्नेछ। राजनीति भन्न बित्तिकै चुनावै लड्नुपर्छ, भोट नै माग्नुपर्छ भन्ने छैन। हामीले राजनीतिक क्षेत्रमा रहेर कुन पदमा रही कसले के काम गर्यो भन्ने कुरा अवलोकन गर्न जरुरी छ। कसले नियम कानुन पालना गरेर सही काम गर्दैछ र कसले नियम उल्लङ्घन गरी भ्रष्टाचार गर्दैछ भन्ने कुरा औल्याउन सक्नुपर्छ। त्यसैले आउनुहोस् अब राजनीतिक ज्ञान पनि बुझौं। राम्रो काम गर्नेलाई प्रोत्साहन गरौँ, नराम्रो काम गर्नेलाई विरोध। आफ्नो देश आफै बनाऊ। हौस् त, धन्यवाद। जय नेपाल।